नमस्कार, म केम पौडेल। तपाईँ हेर्दै हुनुहुन्छ केएसएस ट्रिक च्यानल। साथीहरु, आज म तपाईहरुलाई यो प्रोफेसनल स्टुडियो माइक्रोफोनको कसरी सेटअप गर्ने मोबाइलमा र यो एउटा स्टुडियो एउटा चाहिँ भिडियो बनाउने मान्छेहरुको लागि क्रिएटरहरुको लागि कति आवश्यक छ भन्ने कुरा चाहिँ यो भिडियो देखाएरै जानकारी गराउन चाहन्छु। यो भिडियो चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। मैले यसलाई चाहिँ टेमोबाट चाहिँ मगाएको हो। टेमो भनेको अब चाइनिज हो उनलाई चाहिँ, तर पनि टेमोमा पनि राम्रो पैसा दियो भने राम्रै पनि आउँछ, धेरै महँगो पनि पर्दैन। यो लगभग भनेको नेपाली चाहिँ 3500 जतिमा पाएको है। यो चाहिँ यसको फुल प्राइस त लगभग 9-10 हजार पर्छ नेपाली, तर 3500 जति डिस्काउन्टमा चाहिँ यो मैले पाएको हो। यो कस्तो लाग्यो तपाईले हेर्नु होला। यो फुल सेटअप गरिदिन्छु मैले। यसमा साउन्ड सिस्टमदेखि लिएर यसमा प्याकेजिङमा चाहिँ कस्तो हुन्छ त यो भन्ने कुरा तपाईलाई म देखाउन गइरहेको छु। बवाल हुन्छ है। ल साथीहरु, यो बवाल हुन्छ। एकचोटी म पहिला खोलिसकेको भिडियो हो, यो बनाएको हो। खोलिसकेर अनि फेरि यसलाई तपाईहरुलाई देखाउनको लागि मैले प्याक गरे हो। यो चाहिँ सिधै अहिले खोलेको चाहिँ हैन, नयाँ खोलेको चाहिँ हैन है। यो त्यसरी बुझ्नु होला। मैले यहाँ राखे। माइक्रोफोनमा चाहिँ यहाँ टोपी रहेछ। यसमा चाहिँ सी टाइप मोबाइल पनि हाल्न मिल्छ। ल कम्प्युटरमा पनि हाल्न मिल्छ। यो पेन ड्राइभ टाइप पनि छ। र यहाँ चाहिँ यसमा चाहिँ सी टाइप एड गर्न मिल्छ है। सी टाइप चार्जर पनि यो चार्जर डाइरेक्ट लाइन जोड्नु पर्छ यसलाई। ब्याट्री छैन यसमा, सिधै लाइन जोड्ने हो। म तपाईहरुलाई यो गराएर देखाउनेछु है। यो सुरुमा त यो धेरै ठुलो फंक्सन कुरा भएन है। यो सिधै यसलाई चाहिँ यसो गरेर तपाई खोल्न सक्नुहुन्छ। यो खोल्न सक्नुहुन्छ। यसमा भएको फंक्सनको बारेमा चाहिँ यो भोल्युम के रहेछ, यो भोल्युम के छ, र यो माइक प्लस यसमा फंक्सनहरु पनि टन्नै छ, हेर्न सक्नुहुन्छ तपाईहरु। यसमा म यता फ्ल्यास हाल्ने, यो इकोहरु यो सबै भोल्युमहरु कम बेसी गर्ने, माइक मिलाउने यसैबाट मिल्छ। यो सिस्टम यो चाहिँ राम्रो लाग्यो यसको है। टक्क मिलाएर आफैले सिस्टम यसैबाट मिलाउनु पायो। अब यसलाई हामी कनेक्ट गरेर पनि चेक गर्ने छौं कस्तो हुन्छ। कनेक्ट गरेपछि यो मोबाइलमा कनेक्ट गर्दै गइरहेको छु म। यसलाई यसमा जोडौं। यहाँ पोइन्ट छ। यसमा चाहिँ कस्तो सिस्टम छ भने चाहिँ तपाईले चाहिँ कुनै कुरा रेकर्ड गर्दै हुनुहुन्छ भने यसबाट कुनै कुरा रेकर्ड गर्दै हुनुहुन्छ भने यसबाट फेरि त्यो आफ्नो रेकर्ड आफैले डाइरेक्टली सुन्न पनि मिल्छ है। त्यो भएको भएर यसमा चाहिँ दुईटा पोइन्ट दिएको छ। एउटा चाहिँ गोलो पिन वाला, यसबाट चाहिँ पिसी टाइप भयो। यसबाट चाहिँ तपाईले कुनै कुरा भोइस रेकर्ड गर्दै हुनुहुन्छ अथवा चाहिँ बोलिराख्नु भएको छ भने त्यो बोलिरहेको कुरालाई डाइरेक्टली आफ्नो कानमा फेरि यहाँ चाहिँ कस्तो साउन्ड छ त सुन्न पनि यसबाट सकिन्छ। यो फंक्सन छ यसमा। ल मैले यहाँ कनेक्ट गरे। मसँग अर्को इयरफोन छैन, त्यो चाहिँ म भित्रबाट हाल्ने मैले यसलाई। बस यस्तो भयो। यतिको प्रो भयो है। यतिको प्रो भयो। अब मैले यहाँ कनेक्ट गरेपछि यहाँ लाइट बोल्नु पर्छ गाइजहरु है। लाइट यहाँ चाहिँ एउटा इन्डिकेटर छ। यो इन्डिकेटर बोल्नु पर्छ है। बोलेन भने फेरि हुँदैन। बोलेन भने हुँदैन है। मैले जब यहाँ खोल्छु यो इन्डिकेटर बोलेको हुनुपर्छ। बोल्दैन के हो। यसलाई डाइरेक्ट साउन्ड रेकर्डिङ गर्ने सिस्टमसँग सिधै जोड्न मिल्छ। सायद यो केबल खराब रहेछ हैन। मैले अर्को केबलको व्यवस्था गरेको छु। अर्को सी टाइपको डबल सी टाइपको केबलको व्यवस्था गरेको छु। यसको चाहिँ दुईपट्टि नै सी टाइप लाग्ने भएको भएर यसलाई मैले सी टाइप डबल सी टाइपको युज गरे। कस्तो हुन्छ भने चाहिँ यसको यहाँ एउटा कनेक्सन गरेपछि नर्मल चाहिँ केही पनि छैन, तपाई गर्न सकिहाल्छ सिधै। अर्को यो पनि सी टाइपको छ, नत्र अर्को छ भने पनि यसमा कनेक्सन जोड्न पाइहाल्छ हैन त। यसमा चाहिँ यो जोड्ने बित्तिकै यसमा चाहिँ तपाई यो इन्डिकेटर नीलो ब्लू कलरको इन्डिकेटर बोलिरहनु हुन्छ। तपाई यदि रेकर्ड गर्नुभयो भने जस्तो मैले यसमा रेकर्ड गर्न गएँ भने
यसमा मैले रेकर्ड हुन्छ हैन रेकर्ड गर्ने भने मैले रेकर्ड गरेँ अब यहाँ रेकर्ड भइरहेको छ मैले रेकर्ड पनि सुनाउने छु अर्को भिडियोमा चाहिँ यसको चाहिँ यो क्याप चाहिँ छ हैन यो क्याप चाहिँ के भने साउन्ड चाहिँ अलिकति चाहिँ बाहिरी साउन्डहरु नआओस् सिधै यहाँ बोलेको आवाज मात्रै आओस् भनेर चाहिँ यो क्याप लगाइन्छ यो साउन्ड सिस्टमको यो साउन्डको चाहिँ काम भनेको चाहिँ बाहिरको साउन्डले डिस्टर्ब नगरोस् स्टुडियोमा चाहिँ बाहिरको आवाजहरु नआओस् भनेर चाहिँ यो क्याप लगाइन्छ यो क्याप लगाएपछि साउन्ड भनेको ठ्याक्कै यहाँ बोलेको आवाज मात्रै आउँछ यताउति कचङ कचङ गरेको आवाज सानसानो साउन्डहरु पनि सुनिदैन त्यही भएर चाहिँ एकदम क्लियरिटीको लागि चाहिँ यो लगाइन्छ यसको लागि त अब ठुलो भिडियो बनाउन पनि आवश्यक थिएन तर पनि लामै भइसक्यो भिडियो चाहिँ यसको सबै यो म्यानुअली यो किताबमै पाउन सक्नुहुन्छ तपाईहरु यो सबै भाषामा छ इंग्लिश नेपाली सबै नेपालीमा छैन हेर इंग्लिश कोरियन भियतनाम सबै भाषामा पाउन सक्नुहुन्छ यो क्युआर कोड यसमा छ यसबाट चाहिँ आफ्नो क्युआर कोड मार्फत तपाईले आफ्नो मोबाइलमा यसलाई चाहिँ यो यसको एप इन्स्टल गरेर त्यो एप मार्फत पनि यो भिडियो यसलाई चाहिँ चलाउन सक्नुहुन्छ त्यही भएर यो क्युआर कोड यसमा दिएको छ यो तपाईले गर्न सक्नुहुन्छ यो खासै ठुलो कुरो छैन भन्दै यस भिडियोबाट म बिदा माग्छु